साथीहरु नमस्ते एन्ड वेलकम ब्याक एन्ड माई भिडियो स्वागत भन्छ के भन्छ है सबैजनालाई है मेरो भिडियोमा स्वागत छ है धेरै पछि आज चाहिँ यहाँ चटोलाइरमा चाहिँ घुम्न आएको छु यहाँ सागाचु पार्कतिर भन्छ कता भन्छ योलाई है ताल चाहिँ यहाँ बबाल देखिएको छ हैन यहाँ बबाल देखिएको छ यहाँ चाहिँ आज यस्तो कामको छुट्टी थियो कामको अरे भएर चाहिँ आज यसो डुल्न आएको छु तर घाम रहेछ हेर सरको कस्तो टी सर्ट लगाएर आएको यो घामले पोला जस्तो छ पहिला त होइन क्या यो यसको वरिपरि ठुल्ठुलो रुखहरू धेरै जङ्गल जस्तै थियो अहिले चाहिँ त्यहाँ काटेको रहेछ है यहाँ पौडी खेल्न मिल्ने हो क्या यहाँ पौडी खेल्न आए जस्तो छ सानो जापानिज बाबु नानीहरू साइकल यिनीहरूको नि जापानिजहरू दिमाग त चाकमा हुन्छ जस्तो लाग्छ भने के बोले भाइ अब के बोले के छ थाहा बोले ए कस्तो ठाउँमा साइकल राखेको भने यहाँ राखेको छ योभन्दा कडा त हाम्रो नेपालमा चाहिँ नि उहाँ कता या एक ठाउँमा त्यहाँ उहाँ राखेर राम्रो सुनिनँ मैले तर कहाँ के को गेटमा राखेर अनि कति जरिमाना तिराएर यहाँ मान्छेले आत्मा दाह गरेको यहाँ न्युज पनि आइसक्यो फेरि उपचारको क्रममा डेथ भएको जापानको भन्दा कडा भइसक्यो हाम्रो नेपालमा जापानलाई फेरि अब पन्छ्याउँदै नेपाल अगाडि बढ्छ यो गाइज होइन अरू त सब ठिक छ भनौँ अनि तपाईँहरूको चाहिँ के छ हालखबर मेरो पनि ठिक छ भनौँ है यस्तो व्यस्तता कारण यस्तो भिडियो सिडियोहरू आइरह होइन अब चाहिँ आइरहन्छ है मैले पोडकास्ट बनाउने नि सुरु गरेको छु लगभग धेरै कुराहरू गरिसक्यो अगाडि बढिसक्यो भनौँ अब पहिलो एपिसोड चाहिँ रेकर्ड हुँदैछ भनौँ अब भोलि एपिसोडसम्म आज चाहिँ सबै भइसक्यो भनौँ है तयारी सो पोडकास्ट नि चलाइरहेको छु होइन फेरि भ्लग नि बनाइरहेको हुन्छु बेला बेला भ्लग नि बनाउँछु दुइटै कन्टिन्यू भन्छ नि फेरि मेरो यस्तो हात यस्तो गर्ने बानी हो यो फेरि यो यस्तो बानी अनि के भन्छ बिचमा हुन्छ नि त्यो अमेरिकनले नबुझ्ने इङ्ग्लिस हो त्यो यस्तो इङ्ग्लिसहरू नि आउँछ र सो सरी है त्यसको लागि यस्तो भने फेरि नराम्रो नसोच्नु होला यो हावा यस्तो हावा आउँछ नि त त्यही भएर यस्तो गर्मी भएर गरेको के बबाल होइन यो त यार रुखहरू देख्ने बित्तिकै कहाँ घरको याद आउँछ भने है घरमा बादरहरू चढाइ हुन्छ कहिले काहीँ हामीहरू नै चढ्छौँ धेरै हामीहरू चढ्ने बादर चाहिँ नभन्नु लगाइज ल अहिले भेट्नेछौँ है त ल